नयाँ ठाउँदेखि तपाईहरुलाई मेरो एकपल्ट ठड्के सलाम छ। तपाईहरु सबै जाति आरामै हुनुहुन्छ होला भन्न पूर्ण आशाको साथमा म पनि तपाईहरुकै काका केरुङ ईश्वरी नयाँ ठाउँमा नयाँ भिडियो तपाईहरुको मोबाइलमा तब्लकै आउनेछ। सुनेर हेरेर सपोर्ट गर्नु, यसो लाइक कमेन्ट शेयर पनि गर्दिनु होला। मेन कुरा सब्स्क्राइब गर्दिनु होला, किनकि सब्स्क्राइबर एकदम कम भएको कारणले गर्दाखेरि मलाई एकदमै सब्स्क्राइबरको जरुरी परेको छ भन्दै तपाईहरुलाई छोटो जानकारी पनि गराउन चाहन्छु। आज हामी नयाँ ठाउँमा भन्दा पनि किन आएको छु, म यहाँ किन नयाँ ठाउँमा आएर किन घुमिरहेको छु, म के कामले आएको छु भनेर तपाईहरुलाई चाहिँ अलिकति हेर्दै हुनुहुन्छ भने हल्का मनमा खुल्दुली त लागेको होला। तर म हाम्रो मिस्टर गगन उरुप छोटु राजाको भाषण सुनेर मेरो 1 लाख घाटामा गएको जानकारी पनि सम्पूर्ण मित्रहरूलाई मेरो भिडियो मार्फत नै गराउँदै। अब किन घाटामा गयो, कसरी गयो भन्ने खालको तपाईहरुलाई मनमा लागेको छ, त्यो पनि तपाईहरुलाई किन घाटामा गयो कसरी गयो भन्ने सुन्नुहोस्। अब हाम्रो मिस्टर गगन उरुप छोटु राजाले भाषण ठोक्दाखेरि अब भनेको थियो एउटा ल्यापटप किन्ने, अब जाने कुनै के डाँडामा जाने 1-1.5 लाख पैसा रन्काउने भनेर भन्नु। अब म मूर्खा मान्छे एउटा ल्यापटप भएर भक्कै एउटा ल्यापटप किनिहाले। अब त्यो ल्यापटप किनेर अब 15 दिन नभई नै बान्दरको हातमा नेरिवाल भनेको जस्तो भयो साथीभाइ। अब के गर्ने, अब त्यस्तै हो। अर्काको कुरा सुनेर पनि बर्बाद हुन्छ भन्ने कुरा यो मेरो भिडियोले पनि तपाईहरुलाई केही न केही त पाठ सिकाउँछ नै, सिक्नु पनि होला भन्दै। अब मिस्टर गगनले के भन्नु भएको थियो भने ल्यापटप किन्ने, तर अब 1.5 लाख पैसा कहाँदेखि आउँछ, कसरी कमाउने भन्ने कुरा त उहाँले एक्सप्लेन गर्नु भएको थिएन। मैले अब यसो सोचे अब ल्यापटप मात्रै किनेर त के गर्नु, अब केही न केही त हुनु पर्यो नि त्यहाँ। त्यो ल्यापटपमा गर्ने के त, त्यो ल्यापटप यसो लगेर हेरेर मात्रै पैसा आउँदैन। के सोचे भने अब चट्टै एउटा युट्युब च्यानल खोल्ने, युट्युब च्यानल खोलेपछि त्यो डाँडामा जाने, मिस्टर गगनले भनेको डाँडामा बसेर यसो भिडियो सिडियो एडिट गर्ने, भिडियो सिडियो अपलोड हान्ने, बस त्यसरी पो आउँछ कि। अब उहाँले अलिकति भन्दै जाँदाखेरि पुरा चिज नबनेको कि भनेर अब मैले युट्युब च्यानल पनि खोले। अब यसरी टुकुन भिडियो बनाउँदै पनि हाल्दैछु, सब्स्क्राइबर खुलिँदै सब्स्क्राइबरै बढ्दैन। अब कसरी कमाउने त, अब ल्यापटप बिग्रेर ल्यापटप त्यहाँ पुर्याइरहेको छु। अब अहिले के हुन्छ, बनिन्छ बनिँदैन भन्ने कुरा अब एकछिनपछि जानकारी हुन्छ। अब त्यस्तो छ हालत। अब हामी मूर्खा भयौँ क्या, जनताहरू हामी मूर्खा भयौँ। अब माथि ठुलो अड्डामा बस्ने मान्छेहरूले अब जे भने पनि होला कि भन्नेतिर गइने, मन एकैचोटि पग्लिहाल्ने। अब म चाहिँ घाटा गएँ साथी हो, हाम्रो छोटा डनको कुरा सुनेर। तपाईहरु घाटामा नजानु होला, जानेर बुझेर मात्रै तपाईहरु अगाडि बढ्नु होला। के भन्नु चाहन्छु भने सम्पूर्ण मित्रहरूलाई, दाजुभाइ दिदीबहिनी, हामी अर्काको लाइलाइमा, अर्काले होइ होइ भन्दैमा हामी धेरै अगाडिको छौँ। अब हामी किन होइ होइ भनेर हामी कराउँदै जाँदैछौँ। हामी त्यहाँ जाँदाखेरि हामीलाई फाइदा बेफाइदा के हुन्छ भन्ने कुरा हामीले अलिकति अनुसन्धान गरेर मात्रै हामी चाहिँ जानुपर्ने हो। तर हामीलाई त्यो अनुसन्धान भनेको कुरा पनि दिमागमा आउँदैन। त्यता पर मान्छे होइ होइ कराउँदैछ भने हामी पनि होइ कि होइ भन्दै त्यतैपट्टि जाने हाम्रो बानी छ। अब मेरो पनि त्यस्तै भएन त। अब हाम्रो मिस्टर गगनले अब ल्यापटप बोकेर कुन डाँडामा जाने, त्यो डाँडामा गएपछि 1-1.5 लाख रुपियाँ पैसा रन्काउने। के गर्नु, अब विदेश पनि यत्रो साल बसिहाल्यो, यस्तो हो भने त जाने हो, हामी पनि रन्काउने हो भन्ने सोचमा पर्यो। ल्यापटप लाटै किनियो, अब ल्यापटप त किनियो, ल्यापटप बिग्रिरहेको छ, ल्यापटप बनाउने पैसा खर्च, यता ट्याक्सीमा आऊ जाऊ, अनि त्यसरी घाटामा गइन्छ आफै। त्यही भएर सबैलाई मेरोबाट एउटा जानकारी छ, हामी अर्काको कुरामा, अर्काको लाइलाइमा, अर्काको होइ होइ भनेकै भोरमा हामी कुद्नु भन्दा पनि पहिला हामीले आफै बुझौँ, अनुसन्धान गरौँ, त्यस पछाडि मात्रै हामी होइ होइ भन्नुपर्ने हो कि के भन्नुपर्ने भनौँ है त। जतिजनाले मेरो भिडियो हेर्नुहुन्छ तपाईहरु मिस्टर गगन उरुप छोटु राजाको सम्म पुर्याउनु होला। तपाईहरुलाई कस्तो लाग्छ छोटोमा यसो लाइक कमेन्ट पनि गरेर सम्पूर्णलाई अनुरोध गर्दै फेरि पनि सेवारो नमस्ते
अर्को भिडियोमा हामी भेट्ने नै छौँ भन्दै छुटौँ है।